तपाईहरुलाई कस्तो लाग्छ एकैचोटी विकास साईको कुरा सुनौं जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन चाहिँ नबोल्नु होला बाँकी चाहिँ उहाँको कुरा सुन्नु मलाई कस्तो लाग्छ मलाई त एकदम ठीक लाग्यो है हजुरलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन चाहिँ नबोल्नु होला सुनौं उहाँको कुरा गृहमन्त्रीज्यू के हो यसरी 6 महिना टिक्न त सकिदैन त मान्छेहरूले विरोध गर्न थालिसके धैर्यताको बाँड टुटिसक्यो मान्छेको धैर्य गरौँ यताउता भन्ने मान्छे पनि आउन सक्छन् यहाँ त्यसो हो भने त मान्छेले एक दिनमै सत्ता ढलाएर यत्रो सत्ता ढलाएर तपाईको हातमा दिइसके त पुरै अधिकार छ केही छैन अनि अर्को कुरा पूर्व प्रधानमन्त्री केपी ओलीले भनिसकेका छन् त स्वचालित हतियारले विदेशीले चलाए भनिरहेछन् त खै त खोजी गरे के नेपालकै जेनजीलाई पक्रिने जुन आन्दोलन गरेको छ त्यही मान्छेलाई पक्रिने ती मान्छेलाई गाउँ गाउँबाट कार्यकर्ताले पनि कुट्न थालिसके घरका बाबुआमाले पनि गाली गर्न थालिसके अनि फेरि जुन अहिले यो के हो यस्तो मान्छेलाई मोरल डाउन गर्ने यसो गरेपछि त मान्छे यस्तै त रहेछ भन्ने हुँदैन कसरी सकिन्छ हो यसरी भएन छिटो भन्दा छिटो कारबाही गर्नु पर्यो यदि सक्नुहुन्न भने किन भएको गृहमन्त्री नभए भइहाल्थ्यो जहाँसम्म तपाईको पुरानो ट्र्याक रेकर्ड हेर्दाखेरि तपाई धेरै साहसी हुनुहुन्छ हैन राम्रो छ तपाईको इतिहास तपाईले गरेका कामहरु प्लिज छिटो गर्नु पर्यो मान्छेको धैर्यताको बाँड टुटिसक्यो कसैले पनि राम्रो भन्दैनन् फेरि पहिला जस्तो गरी तपाई फेरि गाली सहन पनि सक्नुहुन्न किनभने कुनै पार्टीबाट आएको पनि होइन त्यो हुनाले छिटो भन्दा छिटो एक्सन लिनुस् यदि सक्नुहुन्न भने बरु मैले सकिन भन्नु